कसले देखेको अनि बस्ने ठाउँ फाल्गुनन्द हिँडेको तल खत्रप्पा झरेर आउँदा हिँड्दा बसेको ठाउँ त्यो ढुङ्गा अझै छँदैछ त्यो डाँडामा। त्यहाँ मन्दिर बनाउने, त्यहाँ पानी चाहिँ कहाँदेखि लाने? पानी चाहिँ कहाँदेखि? पानी यहाँ पर साउ खोलाको। कहाँ छ सावा खोलामा पानी? हेरिसकेको छ, किन छैन? अनि हाम्रो बाउले नापेको छ कति कोइल पाइप लाग्छ, कति मिटर छ? त्यहाँ पाइप हामीले मात्र होइन, कसले लानु पर्ने? खै मैले अस्ति किनेको पाइप चाहिँ कहाँ छ? छँदैछ, लाभरेर पनि लाग्छ। त्यो पानी लानु पर्यो। त्यो लाभरेर चाहिँ किन लाग्छ? बोजूहरूको बाजेहरूको चौतारामा त्यहाँ धारा राख्ने, अनि माथि डाँडामा लाने, अनि माथि एउटा मन्दिर बनाउने, त्यहाँ ठुलो बनाउने मेरो योजना छ, विचार। अनि त्यो मन्दिर बनाउनलाई त, अनि त्यहाँ मन्दिर बनाउनलाई कम्तीमा पनि 20-25 लाख लाग्छ। कहाँ छ त्यो पैसा? त्यो पार्नु पर्छ योजना। कहाँदेखि पार्ने? वाडादेखि कि पालिकादेखि कि जिल्लादेखि कि प्रदेशदेखि कि केन्द्रीय योजनै पार्ने त? केन्द्र योजनै त पार्नु पर्यो। केन्द्रीय योजनै पार्नु पर्यो अरे। को जान्छ अब काठमाडौँ भनसुन गर्न त्यसो भए? काठमाडौँ। अनि केन्द्रीय योजना त काठमाडौँमा मात्रै दिन्छ। प्रदेशको हो भने अब विराटनगर जानु पर्यो। छोड्दिन। त्यहाँ पानी पुर्याएर त्यहाँ एउटा यता हाम्रो बारीतिर त त्यसो भए हुन्छ अलैँची। त्यसो भए त खेतै बनाउँदा भइगयो नि। अलैँची नै हुन्छ त्यहाँ, राम्रो ठाउँ छ। अनि त्यो 6000 मात्रै छ हाम्रो। अब अर्केले कति 10,000 खायो होला। अर्केको त त्यो ब्याज भएर हुनु हालेको छ, धेरै हालेको छ, 20-25 हजारै हालेको छ। त्यत्रो हो र? त्यत्रो होइन, 30,000 खाएको छ अर्केले। 20-30 हजार कति हालेको छ क्या।